फाइनली गाइस हामी आज फेरि एक नयाँ ब्लग लिएर उपस्थित भएको छु गाइस। र गाइस तपाईहरु हाम्रो यो ब्लग चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नका लागि अनुरोध गर्छु। र गाइस हामी आज यो ब्लगमा चाहिँ हामी यता मामाको घर चाहिँ घुम्न आएको थिए। यो पक्काको घर हेर्न सक्नुहुनेछ, यो चाहिँ घर घुम्न आएको थिए। अब यो घरको अब अगाडिको बाटोमा छु, यो नहरको बाटो। र अब यो घरदेखि चाहिँ अब म आफ्नो घर जान आँटेको छु। अब यो चाहिँ मेरो घर चाहिँ अब यहाँदेखि 50 मिटर यतिको दूरीमा छ। र अब आफ्नो घर जाँदैछु। यो ब्लगमा मेरो घर पनि म तपाईहरुलाई देखाउँछु। र तपाईहरु हाम्रो यो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो यो च्यानलमा सब्स्क्राइब गर्न नबिर्सनुहोस्। सब्स्क्राइब गरी लाइक कमेन्ट शेयर अवश्य गर्नुहोस्। हामी यो च्यानलमा जहिले यस्तै ब्लग लिएर उपस्थित गर्छु। माइ नेम इज विष्णु। र गाइस तपाईहरु कस्तो हुनुहुन्छ? ठीक हुनुहुन्छ होला आशा गर्छु। र गाइस आज हामी ब्लग चाहिँ यस्तै आइफोनको ब्लग आउँछ यो च्यानलमा, ताकि तपाईहरु यो च्यानलमा सब्स्क्राइब गर्नुभएको छैन होला। अब यस्तो ब्लग मेरो ब्लग मन पर्छ भने सब्स्क्राइब गर्नुहोस्। अब गाइस म चाहिँ अब आफ्नो घरको अगाडि आइसकेको छु। यो चाहिँ नहरको ब्लग म अस्ति बनाएको थिएँ र अहिले पनि म देखाउँदै छु। यो ब्लगमा मेरो घरको अगाडि छेउमा छ यो। र गाइस आज म यता मेरो घर छेउ आइसक्यौँ। र यो नहरको सिम हेरेर थाहा पाइहाल्नु भयो होला मेरो घर आइसक्यौँ भनेर। यो चाहिँ मेरो घर हो, हेर्न सक्नुहुनेछ। मेरो घर कस्तो लाग्यो गाइस? ठीक लाग्यो भने सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोस्। हामी यो च्यानलमा जहिले यस्तै ब्लग लिएर उपस्थित गर्छु। माइ नेम इज विष्णु। विष्णुको घर, हाम्रो घर, मेरो घर। र गाइस आजलाई ब्लग यति नै।